सबैलाई नमस्ते। हजुरहरुलाई स्वागत छ किचन विथ समीक्षामा। आज मैले हजुरहरुमा पुलाउको रेसिपी लिएर आएको छु। यसलाई एकदमै सजिलो अनि छिटो तरिकाले बनाउन सकिन्छ। पुलाउ बनाउनको लागि मैले लिएको छु भिजाएको पुलाउ चामल, घिउ, दालचिनी, सुकमेल, ल्वाङ र तेजपत्ता, काजु, किसमिस, हरियो केराउ, गाजर, चिनी, नुन लिएको छु। घिउ तातिसकेपछि तेजपत्ता, दालचिनी, ल्वाङ, सुकमेल राख्ने। सबै राम्रोसँग फ्राई भइसकेपछि काजु, किसमिस राख्ने। काजु र किसमिस फ्राई भइसकेपछि गाजर र केराउ राखेर राम्रोसँग मिक्स गर्नुपर्छ। अब यतिको भइसकेपछि अघि भिजाएको चामल राख्ने। यसलाई राम्रोसँग चलाउँदै भुट्दै गर्नुपर्छ। एकछिन भुटिसकेपछि यसमा स्वाद अनुसार नुन, चिनी राखेर राम्रोसँग मिक्स गर्नुपर्छ। अब मैले यसमा पानी राख्दै छु। हामीले जति चामल लिएका छौं त्यति नै बराबर पानी राख्नुपर्छ। पानी राखिसकेपछि यसलाई एकचोटी राम्रोसँग चलाउनु पर्छ। अब यसलाई लो हिटमा 15 मिनेट जति छोपेर पकाउनु पर्छ। छोपेर पकाएको पनि 15 मिनेट भइसकेको छ। अब म यसलाई खोलेर हेर्दै छु। ल हेर्नुहोस् त पुलाउ कस्तो राम्रो फर्र भएको छ। हेर्दै खाउ लाग्ने देखिएको छ र बास्ना पनि मिठो आएको छ। हजुरहरुले पनि यसै गरी सजिलो तरिकाले घरमै पुलाउ बनाएर खान सक्नुहुन्छ। हजुरहरुलाई हाम्रो भिडियो कस्तो लाग्छ, मन पर्छ भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला।